नमस्ते सबैजनालाई। म चाहिँ उठेर गाडीमा चढेर लागे पसलतिर। पसल छिर्न पाथेन, आज त एउटा सामान सकिया छ भनेर दिमागमा आइहाल्यो। अनि छिटो छिटो कुदेर त्यहाँ सामान लिएर पसलभित्र छिरेँ। सबै कुराहरू सेटअप गरेँ अनि भगवानलाई पनि ढोगेँ मैले। फ्रेस निम्कीको सस पाक्दै थियो, लाफिङको सेक्सन पनि सेटअप गर्दै थिएँ। त्यतिकैमा 11:41 मा भगवानको रूपमा ग्राहकहरू आउनुभयो अनि मैले अर्डर लिइहालेँ। 12 बजे खुले पनि फ्रेस प्याजहरू चप भइरहेको थियो अनि मैले अर्डर पास गर्न थालेँ। त्यसपछि फेरि 12 बज्ने बित्तिकै एकजना आउनुभयो अनि मोमोहरू खानुभयो। अनि यो चाहिँ हाम्रो सुरुकै कस्टमरहरू हुनुहुन्छ। अनि मैले ससेजहरू फ्रेस पकाउँदै थिएँ अनि बल्ल मैले लाफिङको सेक्सन रेडी पारिसकेँ। अनि फेरि आलु चपको ब्याटर बनाउनतिर लागेँ। अर्डर आएको थियो अनि आलु चप अनि नगेट्स एन्ड चिप्स हालिदिइसकेँ मैले फ्रायरमा। आज चाहिँ एकदमै धेरै बिजी भएर मैले खानाहरूको क्लिप लिन पाएन अनि अरू सामानहरू प्रेप गर्दै दिन गयो। अनि त्यसपछि दाइलाई ब्रेकमा पठाएर आफू लागेँ किचनतिर। अनि म्याङ्गो लस्सी पनि सकिया रहेछ, म्याङ्गो लस्सी बनाएँ। त्यसपछि बल्ल मैले आज 7 बजे खाना खाएँ बिहानदेखि। अनि त्यसपछि फेरि बिजी हुन थाल्यो। अनि एकछिन 1 घन्टा जति चाहिँ बाहिर जस्तो रेस्ट गर्न गएको थिएँ। अनि रेस्ट गरेर फर्किँदाखेरि फेरि यत्रो ग्राहकहरू आउनु भएको थियो। अनि 9 बजे थियो अनि यसो सामान हेर्छु त छैन ग्लुटिन। अनि त्यसपछि फेरि हतार ग्लुटिन बनाउनतिर लागेँ। यो ग्लुटिन फेरि एक दिन अगाडि नबनाएपछि तनाव हुन्छ क्या। अनि त्यसपछि छिटो फोहोरहरू फ्यालेर क्लोजिङ गरेर मपसप लाएर अनि त्यसपछि घरतिर लागेँ। धेरै धन्यवाद। थ्याङ्क यू गाइज।